माता हो माता को नि माता महागुरु ल्याउनु नि एउटा उहाँले ल्याउनु न भगवानले मान्छेको गरेको दिन यहाँनिर गणतन्त्रवादी सकिन्छ। काली माता जय वैष्णो देवी स्वयं धरतीमा आउनुहुन्न। वीरेन्द्र सरकारको आत्माले के भनिरहेछ भने यत्रो धेरैजना मान्छेहरू यहाँ गाडी चलाउन आइरहेको छ। उहाँको आत्मा रोइरहेछ, उहाँलाई दुःख भएको छ। उहाँले बिना निर्दोष मान्छेले हत्या गर्नुभयो। उहाँहरू कहिले उनको लाग्छ। यही नेताहरूले पत्ता लगाउन दिँदैन। यही नेताहरूले दबाइरहेछ। यो राज्य शक्तिले दबाइन्छ। यसमा राज्य शक्तिकै हात हो उहाँहरू माथि जानको लागि। हत्या गर्ने हत्यारा नि म भन्नै पर्यो भने म भन्छु। यसमा केपी ओली, प्रचण्ड, माधव नेपाल र विदेशी शक्तिहरूको हत्या हो। यो उहाँकै आत्माले होइन, ज्ञानेन्द्रले पनि होइन, पारसले पनि होइन। यसमा कोही उहाँहरूको दोष छैन। उहाँहरूलाई चाहिँ अभियोग लगाएको हो। केपी ओलीले अभियोग लगायो। त्यो केपी ओली भनेको हाम्रो अट्राईको हो। त्यो चाहिँ गोठालो हो। हाम्रो बाबुबाजेको पालामा कुनै भात खान नपाएर पुगेर ढाको लायो। कन्डालाको अट्राईको त्यो चुपिया हो। त्यो मान्छे कोही त राम्रो मान्छेको कर्ममा लेखेर एकचोटि गयो। त्यसलाई भगवानले तथास्तु गरिदिएको थियो। अब त्यसको समय यो बुझे हुन्छ। त्यसको धेरै भयो। अब त्यसको धेरै भयो। 1 वर्ष त्यहाँबाट केपी ओली सिक्यो। त्यसबाट देशमा राजतन्त्र आउँछ। राजतन्त्रमा राजा ज्ञानेन्द्रले शासन गर्नुहुन्न।